साथीहरू यो चाहिँ मैले चना उमारेको हेर्नु न कस्तो राम्रो भएको छ। अब यसलाई एकचोटि चाहिँ खाने बेला भएछ। मैले नि फेसबुकमा देखेर ट्राई गरेको हो, राम्रो भएको छ हेर्नु न। अब यसलाई चट 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 काटेर खाएपछि चाहिँ फेरि पनि पलाउन थाल्छ अरे। म पनि गर्छु है। हेर्नु कस्तो राम्रो भएको छ भने यसको ज्वारा त जाने। यो पनि हामीले दालमा सलादहरूमा हालेर खान मिल्छ। यसलाई चाहिँ म आज काट्छु। अझै लामो बनाउन मन थियो छ नि त, तर धेरै लामो भइसक्यो पनि फेरि छिप्पिएपछि राम्रो हुँदैन कि। हेर्नु न कस्तो राम्रो पातहरू। बाहिर चाहिँ हिउँ परिरहेछ हाम्रो। मेरो चाहिँ यो आज 10 दिनको भयो।